Why to study in UK? As an international student, नेपालबाट तपाईँ UK पढ्न जानलाई त्यसको मेरिट्स पोइन्टहरू के हो इन कम्पेरिजन टु अदर कन्ट्री भन्नुभन्दा पनि पहिले युकेको मेरिट्सको चाहिँ हामी यसो डिस्कस गरौँ. फर्स्ट अफ अल फाइनेन्सियल्स. जेनरली जुन अहिले अरू कन्ट्री भन्दा जस्तो अस्ट्रेलिया तपाईँको स्पोन्सरको स्टेटमेन्ट 3 months 6 months 1 yearको मोटामोटी पुरा ट्याक्स र एउटा फाइनेन्स अकाउन्ट्सको राम्रो नलेज हुनुपर्ने, यदि धेरै डकुमेन्टेसन चाहिने, भ्यालुएसन्स तपाईँको अरू सबै युकेमा 1 yearको लिभिङ एक्सपेन्स प्लस तपाईँ जुन फी छ तिरेको त्यो एउटा एडजस्ट गरेर 1 monthको स्टेटमेन्ट अर एजुकेसन लोन त्यसमा पनि तपाईँको सर्टेन फेसिलिटी हुन्छ, त्यो गरेर पुग्छ. फाइनेन्सियल सबभन्दा सजिलो. अर्को कोर्स ड्युरेसन. नर्मली सपोज मास्टरको कुरा गर्ने हो भने 1 yearमै कम्प्लिट हुन्छ. प्रायः सबै सब्जेक्ट इन्जिनियरिङ, म्यानेजमेन्ट, सोसियल साइन्स, अप्लाइड साइन्स सबै. वेराज अरू कन्ट्रीमा 2 yearsको हुन्छ. ब्याचलर्स पनि 3 yearsको. यस अस्ट्रेलियामा पनि 3 years हुन्छ, तर जेनरली 4 years हुन्छ. नेपालमा पनि 4 years हुन्छ. युकेमा चाहिँ 3 yearsमा नै कम्प्लिट हुन्छ. अर्को ब्याचलर्सको लागि भनेको टप अप प्रोग्राम. नेपालमा म्याक्सिमम स्टुडेन्टहरूले पिसिएल डिप्लोमा हुन्छ 10 पछि. र यदि तपाईँ हेल्थ रिलेटेड नर्सिङ, जेनरल मेडिसिन या कुनै पनि हेल्थ रिलेटेड ब्याकग्राउन्ड हुन्छ भने युके गएर 1 वर्षमा मात्रै पढेर कम्प्लिट ब्याचलर्स डिग्री लिने एउटा अपर्च्युनिटी पनि हुन्छ. अर्को आइएलटिएस पिटी वेभर. युएसमा पनि हुन्छ त्यो, युकेमा चाहिँ मजाले हुन्छ. यो आइएल्स दिनुभयो, पिटी दिनुभयो राम्रो हो, तर एउटा फेसिलिटी तपाईँले एक्जाम दिनु मन छैन, टाइम छैन, पैसा खर्च गर्न चाहनुहुन्न, स्पेसली जुन अब जानिन्टेक नजिक छ, एक्जाम दिएको छैन भने यो प्रिटी मच राम्रो फेसिलिटी. यदि तपाईँ इङ्ग्लिस स्टडी ब्याकग्राउन्डबाट हुनुहुन्छ, तपाईँको ब्याचलर्स या तपाईँको हाई स्कुल, दिस इज अ गुड अप्सन एन्ड अपर्च्युनिटी. अर्को भनेको चाहिँ पोस्ट स्टडी वर्क. प्रायः सबै कन्ट्रीमा नै हुन्छ, भिजाको नाम तलमाथि होला, तर युकेमा तपाईँ डिग्री सकिसकेपछि एउटा प्रपर सिग्निफिकेन्ट टाइम दिन्छ तपाईँले त्यहाँको जब मार्केट एक्सपोज गर्नलाई, एउटा राम्रो नलेज लिनुको लागि, पढेको कुरा अप्लाई गर्नुको लागि, र त्यसपछि फर्दर भिजाजहरू के छ त्यसमा कन्भर्ट गर्नलाई टाइम प्लस एक्सपोजर तपाईँले मजाले दिन्छ. एन्ड द मोर इम्पोर्टेन्टली अर्को भनेको चाहिँ क्वालिटी अफ एजुकेसन. यसमा धेरै भनिराख्नु जरुरी छैन, किनभने मोडर्न एजुकेसन हेज बिन हाइली इन्फ्लुएन्स बाई युके, नट ओन्ली फ्रम कपाल अफ डिकेड्स, तपाईँको कपाल अफ सेन्चुरिज नै हो. सो यसमा केही भनिराख्नु जरुरी छैन. तर मोस्ट इम्पोर्टेन्ट चाहिँ एज अ स्टडी अब्रोड काउन्सिलर मलाई मनपर्ने चाहिँ के छ भन्दाखेरि युकेको चाहिँ यदि तपाईँको एजुकेसन ब्याकग्राउन्ड, तपाईँको यदि स्कोर कम छ +2मा, ब्याचलर्समा भने, फर इक्जाम्पल ब्याचलर्समा तपाईँको पर्सेन्टेज बिबिएसमा या बिबिएमा इक्विभ्यालेन्ट 50% भन्दा कम छ भने इभन तपाईँको यहीँ राम्रो युनिभर्सिटी क्याम्पसहरूले तपाईँलाई एमबिएमा एडमिसन लिँदैन. सिमिलर थिङ +2 पछि पनि सेम हो, इभन अरू फ्याकल्टीमा पनि त्यही नै हो. वेराज युकेमा चाहिँ एउटा राम्रो अपर्च्युनिटी छ. यहाँभन्दा अझै धेरै राम्रो ऱ्याङ्क युनिभर्सिटीहरू, राम्रो गोल्ड एजुकेसनले, सपोज तपाईँको ब्याचलर्समा नम्बर कम छ भने एउटा प्री मास्टरको अप्सन, फाउन्डेसनको अप्सन, या इभन तपाईँ एक्सपिरियन्सलाई हेरेर 45% मात्रै छ भने फुल मास्टर्समा जाने चान्सेस छ. +2मा जिपिए 1.8 मात्रै छ, 2 मात्रै छ, 2.2 मात्रै छ भने पनि फाउन्डेसन या त्यस्तै परि इन्टरनेसनल इयर 1को रुटबाट पनि तपाईँलाई 3 yearsमा नै कम्प्लिट ब्याचलर्स कम्प्लिट हुने पनि तपाईँलाई अप्सन छ. सो दिज आर द मेजर पोइन्ट्स. यदि तपाईँ युके जानुहुन्छ भने यसको चाहिँ हाइलाइट्सहरू यो हुन्. फाइनेन्सियल सजिलो छ, ड्युरेसन अफ कोर्स अलिक कम हुन्छ अरूभन्दा, टप अप प्रोग्राम एभाइलेबल छ, पिएसडब्ल्यू, मोर इम्पोर्टेन्टली लो स्कोर आउनेहरूलाई विदाउट आइएलटिएस पिटी कुनै अप्सन छ. सो दिज कुराहरू कन्सिडर गर्नु. यदि तपाईँ युके अरू कन्ट्रीमा कन्फ्युज हुनुहुन्छ भने सँगसँगै यति मात्रै कुराहरू त हुँदैन. फर डिटेल्स प्लिज भिजा कन्सल्टेन्सी, इन्टरनेसनल एजुकेसन न्युज, नयाँ बानेश्वरमा एपेक्स मलको अपोजिट छ. युके मात्रै होइन, तपाईँ अरू कन्ट्री स्पेसली इङ्ग्लिस स्पिकिङ अस्ट्रेलिया, क्यानाडा, युएसए र इभन युरोपमा तपाईँ डेनमार्क र स्विडेनको अप्सन खोजिराख्नुहोस्, इभन फिनल्यान्ड, हामी प्रपरली तपाईँलाई गाइड गर्छौँ. यो चाहिँ युकेको लागि भयो. केही यदि हाम्रो कन्सल्टेन्सी भिजिट गर्न भ्याउनुहुन्न, काठमाडौँ बाहिर हुन्छ, केही पनि छैन, जस्ट कलर मेसेजेस, तपाईँ हाम्रो फिजिबल टाइममा हामी अनलाइन पनि काउन्सिलिङ गरिहाल्छौँ. अल द बेस्ट.